Sampang pemirsa masa sekitar itu kita harus betul ramah lagi berada pagi kali ini स्वागत अघि 3 बजेदेखि हामी अहिले चाहिँ सबै जनताहरू र पनि अहिले 50 जमातको साथमा जिल्ला संयोजक अब छोटो मिठो कुरा राख्ने तर्खमा हुन्छ उमेर वडा अध्यक्षले के भन्नुहुन्छ होला त्यहाँदेखि चाहिँ सम्पूर्णलाई नमस्कार। नमस्ते। आज हाम्रो साम्पाङ खोलाको साम्पाङ धरान उपमहानगरपालिकाको प्रमुख हाम्रो हर्का साम्पाङ जो चाहिँ संसदीय पार्टीको संयोजक अध्यक्ष हुनुहुन्छ। हाम्रो र उहाँको जन्मभूमि तपाईँ हाम्रो 4वटा साम्पाङ खोलाको मुख्य मान्छे तपाईँ हाम्रो माछा आइसक्नु भएको छ। त्यो भएकोले तपाईँ हामी अघि 2 बजेदेखि नै उहाँको शुभचिन्तक तपाईँ हामी जति पनि साम्पाङेर यहाँ छौँ र गैर साम्पाङ जो पनि यो भूगोलमा छौँ उहाँले आफ्नो चाहिँ अब साम्पाङ खोलाको प्रमुखज्यू धरानको उपमहानगरपालिका प्रमुखज्यू आउँदा धेरैजना आफ्नो समस्यालाई व्यवस्थित गर्दै दिउँसो आउनु भएको थियो। योभन्दा धेरै थियौँ तर भन्नु हामी रहेको छौँ र के कुरा चाहिँ अब उहाँको हामी सुन्ने नै छौँ भन्ने कुरा हामीले लागेको छ। त्यसो भएकोले गर्दा हाम्रो भन्दा पनि हाम्रो मेयर साहबको 1-2 कुरा आफ्नो जन्मभूमि आइसक्नु भएको छ। जन्मभूमिको पनि यो सुरुको वडा सुरुको साथीको गाविस उहाँको चाहिँ साम्पाङ खोलाको जन्मभूमि टिक्नु भएको छ। हाम्रो 10 नम्बरको तर्फबाट पनि हाम्रो साम्पाङ भेग तथा यो तिरुनको 10 पालिकाको तर्फबाट वडाको तर्फबाट र सम्पूर्ण साम्पाङ्गीहरूको तर्फबाट उहाँलाई आफ्नै जन्म भए पनि पुनः हार्दिक स्वागत र हार्दिक धन्यवाद आइदिनु भयो। तेरको मङ्गलले छोपेर आइदिनु भयो। हार्दिक स्वागत गर्न चाहन्छु, हार्दिक धन्यवाद भन्न चाहन्छु। र हजुरले अहिलेसम्म जति पनि गर्दै गर्नुभएको अभियानहरू एकदमै पोजिटिभ छ। सबैजना हामी जाउँ र एकदमै रसिरहेको छौँ भन्ने लागेको छ। त्यो भएकोले हजुरको चाहिँ यो अभियानको लागि यो सबै तपाईँको शुभचिन्ताको र अघि धेरैजना शुभचिन्ताको आदरणीय व्यक्तित्वहरू काका बाबु होइन धेरैजना आउनुभएको थियो वारिपारीबाट। अब उहाँहरू गइसक्नुभयो। अब उहाँले पनि तपाईँले सम्झिनु भएको छ र हजुरले पनि सम्झिनु भएको छ भन्ने कुराहरू राख्दै अब केही कुरा अब छोटो टाइम तपाईँ हाम्रो छ, रातको निद पढिसकेको छ। त्यही भएकोले प्रमुखज्यूले केही आफ्नो कुरा राखिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दै धन्यवाद छ सबैलाई। सेवा नमस्कार। यो वडाका वडा अध्यक्षज्यू वडा सदस्यज्यूहरू साथै मैले मान्नुपर्ने सम्पूर्ण मान्यजन मभन्दा अग्रज साइनोले पनि उमेरले पनि अब यो साम्पाङ खोलामा आइसकेपछि उमेरले मात्रै होइन साइनोले पनि बोल्नुपर्छ भन्ने कुराहरू हाम्रो परम्परा हो। यो सबै कुरोलाई मनमा राख्दै साइनोले पनि मभन्दा ठुलो र उमेरले पनि मभन्दा ठुलोहरूलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। समकालीनलाई होइन हार्दिक माया छ, धन्यवाद छ। नानीहरूलाई पनि माया स्नेह व्यक्त गर्न चाहन्छु। खुसी लागेको छ यहाँ म के अरे वर्षमा एकचोटि चाहिँ आउने कोसिस गरिरहन्छु र आइ पनि रहन्छु। इनफ्याक्ट आफू यो जन्मेको ठाउँ, आफू जन्मेको हुर्केको होइन, शुक्रबारेमा पढिन्थ्यो होइन, पढेको यो सबै कुराको चाहिँ नि सम्झना सधैँभरि आइ नै रहन्छ हामी जहाँ भए पनि।
यहाँबाट 1-2 डाँडा तलतिर बसिन्छ अहिले चाहिँ। त्यो त्यति टाढो पनि होइन। म त भन्छु नेपालमा होइन, जुनसुकै गाउँमा होइन, कोही सहरमा जन्म्यो होला, कोही यस्तो चाहिँ नि सानो होइन, एकदम आज छक्कै पनि पऱ्यो होला 2-4। अब यो 3 जना मेरो साथीहरू कति टाढो हो भन्ने लाग्यो है। यस्तो ठाउँमा जन्मेको मान्छे हो अहिलेसम्म, अझै गाउँ पुगेको छैन। उता अझै भिड छ त्यताबाट होइन आएको मान्छे हो। र नेपाली जहाँ गए पनि आफ्नो माटोलाई नबिर्सौँ। अमेरिकामा होला हामी, अस्ट्रेलियामा होला होइन, अहिले चाहिँ नै युकेमा बसिरहेको हुन सकौँला, विभिन्न देशमा पर्मानेन्टली बसाइ नै भएर बसेको हुन सकौँला, तर जहाँ बसे पनि आफू जन्मेको माटो होइन लाई बिर्सनु हुँदैन। त्यो पनि म सन्देश दिन चाहन्छु। यहाँ क्यामेरा थुप्रै छ, पत्रकार नभए पनि एकछिन भरे भोलि फेसबुकमा जान्छ होला भनेर त्यो फेसबुकमा चाहिँ हेर्नुहुन्छ उता भनेर। र त्यो भएको कारणले गर्दाखेरि पनि म आउँछु, हामी आउनुपर्छ। यहाँ पनि अब थुप्रै मान्छे, कोही काठमाडौँमा बसिरहेको होला, कोही कता बसिरहेको होला होइन, तिहारको मौकामा आउनुभएको होला। हामी सबैजना आउने गरौँ ताकि यो होइन माटो बिरानो नहोस्, त्यो गर्नुपर्छ। सबैलाई त्यो भन्न चाहन्छु म चाहिँ। अब जहाँसम्म यो के अरे श्रम संस्कृतिको कुरा, पार्टीको कुराहरू पनि थुप्रै सुन्नु भएको छ यहाँहरूले होइन। अब एउटा सानो मान्छे, म सानो गाउँमा जन्मेको सानो मान्छे, तर सानो मान्छे भए पनि यो देशलाई माया गर्ने मान्छे होइन म, हामी सबैजना। त्यसो भएको कारणले यो देशलाई माया गर्नका लागि हामीले एउटा सङ्गठन निर्माण गरेका। त्यो अरूभन्दा धेरै कुरामा फरक हुन्छ। अब यहाँ हाम्रो कता भाइहरू लगायतका मान्छेहरूले चाहिँ सुतिखेलतिर कामहरू गर्ने, श्रमदानहरू गर्ने भन्ने कुराहरू सुरु गर्नुभएको छ। त्यसले गर्दा उहाँको टिमलाई भेट्न पनि आएको हो, साथै अब यो पीडा होइन को समयलाई सदुपयोग गरौँ भनेर पनि आएको हो। र यहाँ सबैसँग भेटेर चाहिँ होइन आफ्नो पुर्खाले टेकेको माटोलाई धोउनु भनेर पनि आएको। अब त्यो हामी अब यो श्रम संस्कृतिको बारेमा पनि केही भन्नुपर्छ होला जस्तो लाग्यो मलाई यहाँ होइन। यतिकै यो चाहिँ नि कुरा मात्रै नगरेर यो चाहिँ कस्तो भन्दाखेरि अलिकति यो काम नगरेर हाम्रो चाहिँ देश बिग्रेको रहेछ है, नबनेको रहेछ। त्यसले गर्दाखेरि काम गर्नुपर्छ भन्ने एउटा संस्कृति, र काम गर्ने मान्छेलाई चाहिँ हामीले सानो सम्झँदो रहेछ होइन। त्यसो नभएर काम गर्ने मान्छे चाहिँ ठुलो हो भनेर श्रम र श्रमिकलाई सम्मान गर्नुपर्छ। सम्मानको भावले होइन, हार्दिकताका साथ धन्यवादको भावले हेर्नुपर्छ भन्ने एउटा मनोविज्ञान सिर्जना गर्नको लागि हामीले श्रम संस्कृति अभियान चलाइरहेको छ। यो पार्टी भन्दा पनि यो एमाले, कङ्ग्रेस, यो विभिन्न पार्टीहरू छ, त्यो पार्टी भन्दा पनि यो चाहिँ के हो त भन्दा एउटा संस्कृतिको सुरुवात हामीले गर्दैछौँ। हाम्रो चाहिँ अहिले कस्तो भयो भन्दाखेरि शिक्षा के भयो भने जति पढ्दै जान्छौँ उति माटो छुनु मन लाग्दैन हामीलाई होइन। यो मैले धेरै पछि अनुभव गरेँ क्या। जति हामी शिक्षित बन्दै जान्छौँ उति माटोलाई चाहिँ फोहोर सम्झँदै जान्छौँ। यस्तो फोहोरमा कसले काम गर्छ है भन्ने खालको। अनि माटोलाई नछोइकन चाहिँ के हुँदो रहेछ भने माटोको माया नलाग्दो रहेछ। अनि म यसो हेर्छु, अब हुन त त्यस्तो संयोगवश हामी पनि यहाँ कोही त्यस्तो व्यवसाय गरेको हुनसक्छ, तर अब रियल इस्टेट भन्छ इङ्ग्लिसमा, बुझ्ने गरी चाहिँ जग्गा दलाली भन्छ। जग्गा दलाल र एउटा किसान बिचमा तुलना गर्दाखेरि किसानलाई जति माटोको माया लाग्छ जग्गा दलालले त्यति माटोको माया लाग्छ होइन। उसले त कति छिटो काटेर कति के अरे 1 लाखको 2 लाखमा बेच्नु पाए, 2 लाखको 4 लाखमा बेच्नु पाए, नाफा मात्रै हेरिरहेको। अनि सबै मान्छे त्यो खालको भयो भने भोलि यस्तो खालको मोड आउला जस्तो मलाई लाग्यो कि यो देशै बेचिदिउँ हौ होइन। यो सगरमाथा यो सबै बेचिदिउँ, स्विस ब्याङ्कमा पैसा राखौँ होइन, स्विजरल्यान्डको ब्याङ्कमा, अनि ब्याजले यो अहिलेको ऋण पनि तिरौँ, अनि त्यो ब्याजले चलाउँ सरकार भन्ने खालको सोच विचार पनि आउला कि भन्ने फिल मलाई त्यो आउँदैन भन्ने। त्यसले गर्दाखेरि यो माटोलाई माया गरिराख्नुपर्छ भन्ने एउटा संस्कृतिको सुरुवात गर्दैछौँ।
र यसमा हामी सबैजना लाग्नुपर्छ। म त त्यही नै भन्छु होइन, सबैजना हामी तपाईँ सबै लाग्नै पर्छ। पूर्वदेखि पश्चिमसम्म जहाँ जान्छु हाम्रो यो श्रम संस्कृतिको चर्चा होइन, मैले अब राम्रो काम गरेँ कि गरिनँ कि अब जे अलिअलि काम गरेँ, जे हाम्रो कामको राम्रो कामको चर्चा चाहिँ हुन्छ। भनिसकेपछि म जन्मेको खोला, म जन्मेको गाउँ होइन, म जन्मेको ठाउँमा त झन् हुनु परि नै हाल्छ। त्यसले गर्दाखेरि पनि यहाँहरूले 2 बजीदेखि होइन, अब गाउँघरमा मलाई सबै, म यहीँ बसेको मान्छे, त्यसले गर्दा मलाई सबै थाहा छ। यहाँ कोही पनि तपाईँको फुर्सदमा छैन होइन, तपाईँको बिउ छर्नुपर्ने, अनि त्यो बिउ उठाएर फेरि रोप्नुपर्ने, गोड्नुपर्ने, अनि त्यस पछाडि तपाईँको चाहिँ फेरि होइन ल्याउनु पर्ने, अनि भकारीमा राख्नुपर्ने, अनि यावत कुरा हामी अब सबै यहाँ कृषि प्रधान भएको कारणले गर्दाखेरि होइन, मेन हामी खेतीपातीमा बिजी हुन्छौँ होइन। भैँसी गोठाला जानुपर्ने होइन, घाँस काटेर ल्याउनु पर्ने यावत छ नि त हाम्रो। त्यसले गर्दाखेरि त्यत्रो बिजी हुँदा हुँदै पनि यहाँ 2 बजीदेखि पर्खेँ भन्दाखेरि होइन के अरे म माफी पनि चाहन्छु, किनभने हामी रोप्ने आयौँ, फेरि माफी माग्ने खालको गल्ती गरेको चाहिँ होइन होइन। अब बाटै टाढो, हिजो मात्रै काठमाडौँबाट आएको, अनि मनले कता कता गाउँ जा भन्यो क्या, गाउँ जा भन्यो। म चाहिँ एउटै मात्रै के अरे कुरा सुन्छु, अटेरी छ हल्का साम्पाङ भन्ने सुन्नु भएको होला, मेरो मनले भनेको मात्रै सुन्छु म। 3-4 दिन पछाडि काठमाडौँबाट हिजो मात्रै आइपुगेको, फेरि बिहानै भोलि आउँछु है भनेर भाइलाई फोन गरेँ, त्यस पछाडि गऱ्यो। अनि आउँदाखेरि ढिलो भयो, फेरि डिटेलमा त्यहाँ अब यसो छैन होइन, त्यत्रो साथीभाइहरू मतलब यहाँ पनि हुनुहुन्छ, कस्तो खुसी लाग्यो है, अत्यन्त खुसी लाग्यो। खै के थोक गर्दैछु होइन, जता पनि होइन यसो चाहिँ नि हेर्छु, हल्का साम्पाङ जिन्दाबाद भनेको सुन्छु। चिन्नु चाहिँ म पनि चिन्दिनँ त्यो हल्का साम्पाङमा है, म हो जस्तो लाग्दैन क्या है। त्यस्तो एउटा सानो मान्छे, माटोमा जन्मेर धुलोमा खेलेको मान्छे, जहाँ जान्छ त्यो काठमाडौँमा त्यही नारा लागिरहेको छ होइन, पूर्वको त्यही नारा लागिरहेको छ। त्यसले गर्दाखेरि त्यो जुन तपाईँहरूले भन्नुभएको कुरा चाहिँ के जस्तो मलाई लाग्छ भने, एउटा आशा लाग्दो काम हामीले गर्दैछौँ जस्तो लाग्छ। त्यसले गर्दाखेरि त्यो आशालाई चाहिँ तपाईँहरूले जिन्दाबाद भन्नुभएको होइन। र त्यता तलबाट रहेछ बाटो, त्यो मलाई थाहा पनि थिएन होइन, त्यताबाट गएर एक चक्कर दिक्तेल बजार पनि लगाइयो। सबै सम्पूर्ण अघि मैले त्यहाँ गजाङगुजुङ थुप्रो भयो होइन, साथीभाइहरूलाई धन्यवाद दिन छुट्याएको छु। हाम्रो त्यो र्यालीमा हिँड्नुहुने भाइहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र एउटा छोटो भेटमा एउटा सानो सन्देशका साथ म आएको हो। यस्तो ठुल्ठुलो कार्यक्रम गर्ने भन्ने किसिमले मेरो प्लान अहिले छैन। तपाईँहरू सबैजना मिलेर अब एउटा टिम बनाउनुहोस् होइन, यो टिम काम गर्ने टिम बनोस्। गफ गर्ने टिम त देशमा थुप्रो छ, तर काम गर्ने पक्का कामै गर्ने टिम बनोस् होइन, आवाजहरू उठाउने टिम बनोस्। र त्यो टिमले काम गर्न चाहन्छु। र यहाँ 2 बजीदेखि यहाँहरू पर्खिराख्नु भएको छ, यहाँलाई धन्यवाद दिन चाहन्छु। अब यो यति राम्रो फुल सुन्दाखेरि होइन, यस्तो म बाँच्न आउने क्या, यहीँ आएर मात्रै मलाई यसको यस्तो राम्रो बाँच्न महसुस भएको कि धरानतिर पनि बाँच्न हुन्छ है। साँच्चै नै अर्कै बाँच्न, पानी खायो त्यही पानीले नै भोक काट्ने खालको है, फुलको माला लगाएर सब बाँच्न आउने खालको कस्तो राम्रो ठाउँ छ क्या होइन। र यो फुलको माला, यो फुल फुलाउनेहरूलाई धन्यवाद, फुलको माला उनीहरू यहाँ ल्याउनेहरूलाई धन्यवाद, यो माला पहिराइदिनेहरूलाई धन्यवाद छ हाम्रो चेलीलाई। र यो म्यानेजमेन्ट गरेर यो चाहिँ नै एउटा भनौँ न यो भेटलाई सम्भव बनाउनका लागि हाम्रो वडा उहाँ मेरो साथी पनि हो एक समय, यता हाम्रो राजकर्म सरकार जानुभयो उहाँ, अहिले यहाँ तपाईँ विद्यालयमा हुनुहुन्छ नि, भन्ने लागेको छ उता चाहिँ सरी है, मैले अलिक उ गरेँ। हाम्रो के अरे उहाँ उसले होइन पौडी खेल्नु, म अलिक चकचके थिएँ
बदमास चाहिँ भन्दिनँ, चकचके चाहिँ थिएँ है, चकचके थिएँ। खोला चाहिँ साह्रै जानु मन लाग्थ्यो, अहिले पनि खोलैमा छु है, खोलाखोलीमै छु। पानीहरू पाउँदैछु, पानी खानु नपाउनेहरूलाई पौडीहरू खेलिन्थ्यो, याद आउँछ जल्दी क्या जस्तो लाग्छ। बटरफ्लाई के हो मलाई हातै यहाँ पिर्सिन्थ्यो के खानिन्थ्यो त्यस्तो साह्रो उहाँले होइन कहिले गर्नुहुन्न त भन्नुहुन्छ कि म त्यस्तो खालको मान्छे हो है, कुद्दै टाप खोला झर्दै तल टाप खोला भन्दै फेरि कुद्दै माथि आउँथेँ, त्यस्तो साह्रो चकचके क्या। अनि अहिले पनि जोस घटेको छैन, जिम्मेवारी धेरै बढेको छ। म यहाँहरू सबैजनालाई श्रम संस्कृति पार्टी पनि भन्न त्यति खास म चाहन्न, महाअभियानमा जोडिनका लागि म अनुरोध गर्न चाहन्छु। तपाईँ सबैजना जोडिनुपर्छ। ताली चाहिँ बनाउँ ल सबैजना। भन्नुपर्दा त धेरै लामो कुराहरू भन्न सकिन्छ, सुन्न सकिन्छ, तर रात पनि पर्यो। यति बुझ्नुहोस् कि यो देशलाई अत्यन्तै धेरै माया गर्ने मान्छेहरू अरू पनि हुनुहुन्छ, तपाईँ पनि हुनुहुन्छ, र त्यो मध्येको एकजना म हो होइन। हामी श्रमलाई बिर्सेछौँ है। श्रम त यति धेरै यहाँ गरिन्छ हामीले, हाम्रो खेतले त्यो भनिरहेछ, हाम्रो बारीले त्यो भनिरहेछ, बारीको डिलमा तपाईँको चाहिँ नै होइन फुलिरहेको सयपत्री फुलले भनिरहेछ हामी श्रम गर्छौँ। तर हामीले नगरेको कुरा चाहिँ के रहेछ भने श्रम दान चाहिँ नगरेको रहेछ। श्रम चाहिँ पेटको लागि गर्छौँ हामी है, बाँच्नको लागि, आफ्नो परिवारको लागि, घरको लागि, तर देशको लागि चाहिँ हामीले श्रम गर्दैन रहेछौँ क्या नेपालमा। त्यसले गर्दा यो श्रम संस्कृति पार्टीले चाहिँ श्रमदानलाई आफ्नो मुख्य एजेन्डा पनि बनाएको छ, विधि पनि हो है। हामी दिन रात काम गर्छौँ, आफ्नो पेटको लागि मात्रै गर्दो रहेछौँ, तर यो पेट मात्रै हाम्रो नभएर देश पनि त हाम्रो हो होइन र। देश चाहिँ जेसुकै होस्, पेट भरे भइगयो भन्ने खालको सोच विचार हामीमा चाहिँ नै होइन यति धेरै बढेको कारणले नेपाली समाजमा अब श्रम संस्कृतिको माध्यमबाट हामी मान्छेलाई यो देशसँग जोड्नुपर्छ भन्ने अभियान चलाइरहेको छ है। हामी श्रम त यस्तो गाउँमा श्रम गर्छौँ, सहरमा पनि गर्छौँ, ठाउँ अनुसारको गर्छौँ, विदेशमा जान्छौँ झन् कम त गर्दैन, कोरिया गएर आउने, त्यही भएर पेट लागेको भन्न मिल्दैन। तर त्यो चाहिँ काटिदिनु पऱ्यो पोस्ट गर्ने बेलामा होइन। कोरिया गएपछि यति धेरै मान्छेले श्रम गर्छ होइन, बिसिन सँगसँगै गर्छ, ऊ त्यही छ होइन। हाम्रो भतिज, मेरो भतिज पनि गर्छ, त्यसले गर्दाखेरि अलिकति होइन घरिघरि उसको पेटको कुरा गरिरहन्छ। हाम्रो ज्ञानराज धेरै लम्बी मान्छे, त्यहाँ गएर चाहिँ श्रम गर्दा हुने। नेपालमा चाहिँ श्रम गर्नु फेरि लाज पनि लाग्छ। त्यसले गर्दाखेरि धरानको महानगरपालिकाको प्रमुख होइन भनेको चाहिँ पदीय हिसाबमा त्योभन्दा माथिको पद छैन, मै हो लास्ट सिग्नेचर गर्ने त्यो पालिकाको धरानको महानगरपालिका। त्यो भएर पनि म नाला सफा गरिदिन्छु क्या, सिकोस् भनेर, नलजाओस् भनेर है। एउटा हाफ प्यान्ट भिडियो कट्टु होइन, हाफ प्यान्ट खुकुरी भिडियो, अनि गएर दिनभरि काम गर्यो। अनि यसो लाग्दो रहेछ यो मेरै हो भन्छ, एकचोटि तपाईँ मेरै हो भन्नुभयो कि मैले होइन म त मेरो भाइ चाहिँ हो, मेरो मुसु दाइ हो भन्ने हो जस्तै लाग्दैन रहेछ क्या। मेरो त यस्तो हुन्छ, त्यो पनि धरानको महानगरपालिकाको होइन, फ्यासनको सहर, लाउरेको सहर भनेर नाम चलेको सहर हो नि त्यो होइन है। यसो हेऱ्यो छैन, हिलो हिलो पसिनै पसिना काम गरिरहेको छ, तपाईँ नै हो भन्नुभयो एकचोटि। होइन म चाहिँ मेरो भाइ हो, अनुहार चाहिँ हाम्रो ठ्याक्कै मिल्छ भनेर चल्दिनु क्या। भन्नुको मतलब काम गर्दा चाहिँ हामीलाई लाज लाग्छ, नेपालमा काम गर्दा लाज लाग्छ होइन। तर त्यही लजाउने मान्छे नेपालको सिमाना कटेर गइसकेपछि उसले जे पनि गर्छ, अर्काको टोइलेट पनि धोइदिन्छ, भाँडा माझिदिन्छ, पोचा लगाइदिन्छ होइन। तर आफ्नो घरमा चाहिँ, आफ्नो देशमा चाहिँ है यो त गर्नु हुँदैन। म त यति पढेको, त पढाइले रोकिहाल्छ नि, कहाँ भन्छ, कालो चस्मा लाउँछ, हिँड्छ दिनभरि, 1 रुपियाँ पनि हुँदैन गोजीमा चाहिँ
होइन होइन भोकै पनि हिँडिरहेको हुन्छ केही खाउँ न भन्यो भने होइन मैले खाएको भनिहाल्छ त्यो चाहिँ किन भन्दाखेरि काम गर्नु चाहिँ हुँदैन है भन्ने हो क्या हो त्यो तपाईँको गलत मान्यताले गर्दाखेरि चाहिँ हाम्रो देश नउठेको रहेछ त्यसले गर्दाखेरि सबै खालको काम सबैतिर होस् भन्ने चाहना पनि हाम्रो रहन्छ हामी त्यसरी गयौँ भनेदेखि भोलिको दिनमा होइन हाम्रो देश आर्थिक रूपमा माथि उठ्न सक्छ आर्थिक रूपमा माथि हाम्रो देश उठ्यो भने विदेशी ऋण लिएर बसेका छौँ हामी होइन 30 खर्ब जति विदेशी ऋण लिएर बसेका छौँ हाम्रो हरेक बाटो ऋण अब यो दिक्तेलदेखि यहाँसम्मको पाटेकासम्मको बाटो किन बन्दैन भन्दाखेरि बजेटै परेको छैन बजेट चाहिँ कहाँ छ त भन्दा एडिबीले दिन्छ हाम्रो बुद्धि त्यो खालको वर्ल्ड ब्याङ्कले दिन्छ भन्छ विदेशी ऋणले अथवा अनुदानले कुनै देशले हामीलाई यसो लैजाए भनेर भन्छ त्यसपछि बल्ल बाटो बन्छ भनेर हामीले सोचिरहेको छ होइन त्यो सोच्दै गलत अब हुन त गाउँघरमा तपाईँ थोरैजना बस्नुहुन्छ होइन तर अब तपाईँले इट्टा थप्न सुरु गर्नुहोस् म चाहिँ त्यो भन्न चाहन्छु प्रताप भाइले यदि तपाईँ साँच्चै नै श्रम संस्कृति होइन तपाईँको पार्टीमा आबद्ध हुन चाहनुहुन्छ त्यसको सदस्य हो भने हाम्रो पार्टीमा चाहिँ फेरि के हुन्छ भने सदस्यलाई हामी कार्यकर्ता भन्दैन होइन कार्यकर्ता पनि हुँदैन नेता पनि हुँदैन अगुवा श्रमदाता हुन्छ अगाडि श्रम गर्ने र श्रमदाता यसरी यो देशलाई चाहिँ यस्तो उठाउनुपर्छ यस्तो उठाउँदा यति जोस चल्छ होइन अब खासै अब दाउ परे के अरे दाउ परे त अलिकति साह्रै धेरै पनि गर्नु मन लाग्छ तर अब आवश्यक छैन यहाँ होइन यति धेरै श्रम गरौँ कि अब त्यो दिक्तेलदेखि तपाईँको चाहिँ पाथेकासम्म कहिले चाहिँ बाटो आउँछ होइन एडिबीले दिन्छ एडिबी एसियन डेभलपमेन्ट ब्याङ्क विदेशी तपाईँको ब्याङ्क हो वर्ल्ड ब्याङ्क विश्व ब्याङ्कले हामीलाई कहिले अनुदान दिन्छ त ऋण कहिले पाउँछ अनि भन्छ हाम्रो आशा त्यो छ होइन होइन हो कि होइन हाँस्दै छ मेरो भान्जा पनि त्यहाँ बस्छ बजेट भनेको त्यही हो किनभने म त बजेट बनाउने बजेट खेलाउने मान्छे हो क्या हाम्रो बजेट त्यसरी बन्छ है हाम्रो बजेटमा कर्मचारीलाई तलब खुवाउनका लागि खरबौँ ऋण ल्याउँछौँ हामी अनि यो देशबाट लिएको ऋणको ब्याज तिर्नको लागि त्यो देशबाट फेरि लिन्छौँ ऋण अलिक हाँसौँ न साम्पाङे हँसाइ गर्नु सत्य होला त गाम फु हो कि अब उहाँबाट मैले ऋण लिएँ होइन अब ब्याज तिर्नु पर्यो मैले ब्याज तिर्ने पैसा छैन होइन अनि त्यो ब्याज मात्रै तिर्नलाई फेरि उहाँको फाल्टो देशबाट मैले फेरि ऋण लिएँ यसरी देश चलिरहेको छ अनि ऋण मात्रै धेरै ल्याइसकेपछि चाहिँ के हुँदो रहेछ भने अब यहाँ छरछिमेकमा हामीले यहाँ गाउँमा पनि त होइन हामीले सबैको ऋण खान थाल्यो भने कसैले टेर्छ हामीलाई टेर्छ टेर्दैन हिजो आज पनि त के छ आरपोल कि आठपोल भन्छ नि आठपोल मासुमा पत्याउँछ त पत्याउँदैन ऋण धेरै खाएको सेम त्यही भएको छ हाम्रो सरकार हाम्रो देश होइन विदेशको तपाईँको विदेशी होइन एम्बासीको एम्बासेडर राजदूत हाम्रो प्रधानमन्त्रीभन्दा ठुलो राजदूतले उठभन्दा उठ बसभन्दा बस विदेशीको इसारामा नाचिरहेको छ जतिखेर चाहिन्छ बसाउँछ जतिखेर चाहिन्छ निकाल्नु थाल्छ किन त्यो भयो त भन्दा धेरै ऋण लिएर बसेको यस्ता नाथे ऋणा प्रधानमन्त्री जान्छ एकसँग विदेश हाम्रो जान्छ उताबाट त एउटा कर्मचारी बाहिर सेक्सन अफिसर लिन है किन भन्दा काम काटै छैन यस्ता नाथे म जान्छु भन्छ उसको प्रधानमन्त्री आउँदैन इन्डियामा त्यो भइरहेछ भएन मोदी आए त पोहोर लिएर कहाँ आउँछ एउटा सेक्सन अफिसर जाटेलाई लिएर आएछ त्यस्तो नाथे ऋणा त्यो तनाव देशको प्रधानमन्त्री गर्छु है चीनको राष्ट्रपति लु जाओस् त त्यहाँ तपाईँको इन्डिया है भए भरको चाहिने है त्यसको झाँकी सहित हाम्रो जाँदाखेरि एउटा सेक्सन अफिसर पठाइदिन्छ किन भन्दा धेरै ऋण खायौँ हामीले
त्यसले गर्दा ऋणको आशामा विकास हुन्छ भन्ने र सोच्नु अब हुँदैन। एउटै बाटो होइन, कुनै सरकार त यहाँ आउनु नि त होइन, 3 वटा किन त्यहाँ बाँधिराख्यो। यहाँ चाहिँ त्यस्तो छ क्या, त्यो नेपाल नेपाल काठमाडौँभित्र एउटा नेपाल, भ्यालीभित्र भ्याली बाहिर हामी अर्को नेपाल, अर्को नेपालको पनि दूरदराजको फेरि होइन र। त्यसले गर्दाखेरि अब यो नेपाललाई चाहिँ एउटै नेपाल बनाउनु, विभेद धेरै हो। हेर्नु त, एउटा सडक गर्नलाई मुद्दा हाल गरे होइन, त्यहाँ सडक विभागले भन्छ मेरो होइन, काठमाडौँले भन्छ, काठमाडौँ के अरे महानगरले भन्छ मेरो, अनि एउटै बाटो 2-2 जनाले बनाउन आइराखेको छ। यहाँ चाहिँ यस्तो छ क्या होइन, यतातिर आएको पनि हुन्थ्यो भने काठमाडौँलाई त्यो बनाउनु दिएर केन्द्र यता आउनु पर्दैन होइन। काठमाडौँ त आउनु मिलेन यहाँ, यो त काठमाडौँ होइन, तर केन्द्र त होला त नेपाल त। ध्यान पुगेको छ। तपाईँहरूले यस्ता कुराहरूमा आवाज उठाउनु, श्रमदान मात्रै गरेर हुँदैन। भोजपुर हाम्रै हो होइन, वी लभ भोजपुर। भोजपुरमा विकास हुँदा हाम्रो चाहिँ नि कुनै किसिमको तपाईँको चाहिँ त्यस्तो नराम्रो सोच विचार हुनु हुँदैन, त्यहाँ पनि हुनुपर्छ। तर भोजपुरमा हुँदा हुँदै तपाईँको चाहिँ नि त्यो चकिया भन्ज्याङदेखि तलतिर पनि त पिच हुनुपर्छ होला नि, पर्दैन? त्यहाँ त 15 किलोमिटर जति त फेरि यस्तै रहेछ। यो भिन्दै आयो त्यो चाहिँ कि खोटाङबाट छोडिदिएको हो त होइन, भने त होइन होला। त्यस्तो कुरामा आवाज उठाउँदछ श्रम संस्कृति सम्झार है र सुशासन र विकासका लागि तपाईँले आवाज उठाउनुहुनेछ भन्ने लाग्छ। धेरै बोलौँ भने रात्रि के अरे धेरै नीति गरौँ र यहाँ सबैजनालाई धन्यवाद दिन चाहन्छु। के भन्ने त्यति मैले भने हाम्रो रसिदज्यूलाई धन्यवाद, सदस्यज्यूलाई धन्यवाद, हाम्रो सदस्यज्यूहरू को हुनुहुन्छ एकदम एनर्जेटिक टिम छ, राम्रो काम गर्नु र मैले अघि भनेको कुराहरू पनि एप्लाई गर्नु होला फेरि भन्न चाहन्छु। म घरभित्रकै परदेशी हो है, घरभित्रकै परदेशी हो, कहिले कहिले आउँछु। तर तपाईँसँग सबै नारीहरू यहाँको विकासको लागि काम गर्ने मौका पनि मैले पाउँछु भन्ने लाग्छ। यति भन्न चाहन्छु र त्यही छ, सबै अग्रजहरूलाई धन्यवाद, फेरि पनि नानीहरूलाई पनि धन्यवाद है। ल त मैले तपाईँहरूलाई अब मैले टिका लगाइदिनुपर्छ होला, मलाई मात्रै लगाइदिनु भयो है। ल ल आउनुहोस् टिका लगाउनु, ल आउनुहोस् आउनु त, मैले त्यति भने है। ल आउनुहोस्, एकजना लाइनमा जानुहोस् न, एकजना लाइनमा, एकजना लाइनमा, लाइन बस्नुहोस् त। टिका लगाउने कार्यक्रम हुँदैछ, हाम्रो मेयर साहबले टिका लगाउँदै हुनुहुन्छ। ठिक छ, टिका टिका थाप्न मिल्ने साथीहरू लाइनमा बसेर त्यहाँ हाम्रो मेयर साहबसँग टिका थापिदिनु होला। अब खाँदै दसैँ त मन एकछिन ल ल दाजु हजुर
होइन यतै के अरे उतै